काका नमस्कार। नमस्कार मास्टर बाबु। काका चुनाव आइसक्यो, यो पटक कसलाई भोट दिने विचार गर्नु भएको छ नि? म त भोट हाल्दा हाल्दै बुढो भइसके बाबु। आजसम्म न त देश बन्यो न त नेपालीको भविष्य नै। यो पटक त भोट नै नहाल्ने हो कि? हजुरको चिन्ता एकदम जायज छ काका, तर मतदान गर्नु त हाम्रो अधिकार र कर्तव्य दुवै हो नि। एउटा हाम्रो भविष्य छान्ने दिन हो, त्यसैले हामी सबैले मतदान गर्नुपर्छ नि काका। ए त्यसो पो हो नि बाबु। त्यसो भए त म पनि जिम्मेवार मतदाता बन्छु नि। बरु अहिलेको निर्वाचनको नियम के छ बताइदेऊ न बाबु। सुन्नुस् काका, यो प्रतिनिधि सभा सदस्य निर्वाचन हो। यसमा दुईटा मतपत्रमा मत दिनुपर्नेछ, एउटा प्रत्यक्षतर्फ र अर्को समानुपातिकतर्फ। अनि प्रत्येक मतपत्रमा एउटा चुनाव चिन्हमा छाप लगाउनु पर्नेछ र राम्रोसँग पट्याएर हाल्नु पर्नेछ काका। बुझे बाबु बुझे। अनि यसपटक भोट कसलाई दिने हो नि बाबु? एकदम राम्रो प्रश्न गर्नुभयो काका। भोट त आफ्नो क्षेत्रको विकास गर्ने इमान्दार र सक्षम नेतालाई दिने हो नि। अनि सुन्नुस् काका, कसैको ढाक धम्की, दबाब र आर्थिक प्रलोभनमा भोट चाहिँ नहाल्नु होला नि। हस् हुन्छ बाबु। अब त हामीले देशको भविष्य बनाउने बेला हो। हाम्रो मत नै हाम्रो शक्ति हो नि बाबु। हो नि काका। अब गाउँघर छिमेकमा सबैलाई यसबारे सल्लाह दिनुहोला र फागुन 21 गते मतदान गर्न अवश्य आउनु होला नि काका। हुन्छ बाबु हुन्छ।